Sponsored by Gurung Management Overseas Private Limited, Vasundhara, Kathmandu. ISO certified manpower company, Blue Sky International. Kosi International Services Private Limited, Visalnagar, Kathmandu. Prudential Overseas Private Limited, Tinkune, Subidanagar, Kathmandu. D Proton Manpower Suppliers, Prali, Pinglastan, Vijay Chowk, Kathmandu. Millennium Manpower Consultancy, Prali, Balaju, Kathmandu. SOS Manpower Service Private Limited, Thapasi, Kathmandu. Oxford International Prali, Jaula Khel, Lalitpur. Oso Recruiting Agency Private Limited, Purano Baneswar, Kathmandu. एक्युरेसी ब्यालेन्स क्रेडिबिलिटी यो हो एबीसी टेलिभिजन। नमस्कार दर्शकवृन्द, एबीसी रोजगार कार्यक्रममा स्वागत गर्न चाहन्छु म शशि नेपाल। वैदेशिक र स्वदेशी रोजगारसँग सम्बन्धित विषयवस्तु उठाइने कार्यक्रम हरेक आइतबारदेखि शुक्रबारसम्म आउने गर्दछ। स्वदेशमा रोजगारीका अवसर पर्याप्त नहुनु र वैदेशिक रोजगारमा जानुपर्ने बाध्यताले आज नेपाली युवाहरूका लागि विदेशिनु बाध्यता चाहिँ भएको छ। विदेशी भूमिमा गई पसिना बगाउनु कसैका लागि रहर नभएर बाध्यता हो। बाध्यता र अभावका बीच परिश्रम गर्नुपर्ने नेपाली युवाहरूलाई राज्यले पर्याप्त रोजगारी सृजना गर्न सकेको छैन। त्यसैले हामी हरेक दिन सरकारलाई यस विषयमा घचघच्याउनेछौँ। हरेक दिन यसै समयमा आउने रेबिसी रोजगार कार्यक्रममा हामीले रोजगारीका धेरै सम्भावना, चुनौती र यसका केही नकारात्मक पाटोहरू पनि उठान गर्नेछौँ। नकारात्मक कुराबाट सकारात्मक दिशामा अघि बढ्न हामी सबैलाई आग्रह र अनुरोध पनि गर्नेछौँ कार्यक्रम एबीसी रोजगार मार्फत। एबीसी रोजगार कार्यक्रममा हामी स्वदेशी र वैदेशिक रोजगारका कुरा बढी उठाउनेछौँ। तर आजको लागि एबीसी रोजगार सुरु गरौँ रोजगारसँग सम्बन्धित समाचारबाट। सरकारले महिनौदेखि रिक्त रहेका विभिन्न 6 मुलुकमा श्रम सहचारी पठाउने भएको छ। विगत 5 महिनादेखि सहचारी नियुक्ति सम्बन्धी विवाद अहिले आएर समाधान भएपछि नियुक्ति प्रक्रिया अघि बढ्न लागेको हो। श्रम तथा रोजगार मन्त्रालयले कतारका लागि लियाना दाहाल, संयुक्त अरब इमिरेट्स यूएई का लागि हिरा कुमारी यादव, कुवेतमा गोमा ढकाल, बहराइनमा विश्वराज न्यौपाने र ओमानमा भवनाथ खतिवडालाई नियुक्ति गरी पठाउने निर्णय गरेको छ। यी देशमध्ये मलेसियामा गत माघदेखि श्रम सहचारी खाली रहेको छ। कतार, यूएई र कुवेतमा भने पुरानै सहचारी कार्यरत रहेको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ। बहराइन र ओमानमा पहिलो पटक श्रम सहचारी नियुक्त गरेको हो। नयाँ नियुक्त भएका श्रम सहचारी गएपछि सम्बन्धित देशमा रहेका श्रम सहचारी स्वदेश फर्कने मन्त्रालयले जनाएको छ। परराष्ट्र मन्त्रालयले नवनियुक्त सहचारीलाई 2 महिनाको तालिम दिएपछि उनीहरू सम्बन्धित देशमा जानेछन्। मलेसिया सरकारले अवैधानिक रूपमा बसेका विदेशी कामदारमाथि धरपकड तीव्र बनाएको छ। मलेसिया सरकारले पछिल्लो समय गैर कानूनी रूपमा बसेका विदेशी कामदारलाई शून्य पार्ने अभियान अन्तर्गत धरपकड तीव्र बनाएको हो। यही एक सातामा मात्रै 100 जना विदेशी कामदार पक्राउ गरेको छ। अवैध कामदार रहेको क्षेत्रमा छापा मारेको गत जनवरी यताको यो दोस्रो पटक हो। लामो समय अवैधानिक रूपमा लुकेर बसेका बढी मात्रामा नेपाली र बंगलादेशी कामदार छन्। पछिल्लो 2 वर्ष यता मलेसिया सरकारले गैर कानूनी रूपमा बसेका कामदारलाई आफ्नो देश पठाउने अभियान नै चलाएको छ। मलेसियाली सरकारले रोजगारदाता कम्पनीलाई समेत यस्ता कामदारलाई रोजगारी नदिन समेत चेतावनी दिएको छ। मलेसिया स्थित नेपाली दूतावासका अनुसार गैर कानूनी रूपमा रहेका नेपाली कामदार घर फर्कनका लागि दूतावास आउने गरेको बताएको छ। यस्ता गैर कानूनी रूपमा बसेका कामदारले त्यहाँको अध्यागमनलाई निश्चित रकम तिरेर मात्र स्वदेश फर्कन पाउनेछन्। नेपाली दूतावासका अनुसार हिरासतमा रहेका 700 नेपाली कामदार स्वदेश फर्कने पर्खाइमा रहेको बताइएको छ। के तपाईं बेरोजगार हुनुहुन्छ? विदेश गएर आफ्नो भविष्य उज्जवल बनाउन चाहनुहुन्छ? यदि हुनुहुन्छ भने कतार, मलेसिया, साउदी अरब, दुबई लगायतका सम्पूर्ण खाडी मुलुकहरूमा वैदेशिक रोजगारीको लागि हामीलाई सम्झनुहोस्। तपाईको दक्षता अनुसार हामी वैदेशिक रोजगारमा पठाउँछौं। सम्पर्क गुरुङ म्यानेजमेन्ट ओभरसिज प्राइभेट लिमिटेड, वसुन्धरा, काठमाडौँ। फोन 0143869336 43880112। परिवारको भविष्यका लागि पैसा कमाउन जब म विदेश जान लागे
मेरो पीरले सबैका आँखा रसाए। ती रसाएका आँखाहरूलाई थाहा छ मैले कसरी हँसाएँ। म कहाँ जुन पाएँ त्यही मेन पावरबाट विदेश जान लागेको हो र। म त ब्लू स्काई इन्टरनेसनलबाट पो विदेश जान लागेको त। म विदेश गएपछि पो थाहा पाएँ साँच्चीकै विश्वासिलो रहेछ ब्लू स्काई इन्टरनेसनल। 3 वर्ष कति चाँडो बित्यो पत्तै भएन। ISO certified manpower company Blue Sky International. हेर यो बेमानको चाल, दुनियाँ छोराले गोमाएर कत्रो प्रगति गरिसके, यसपछि भने अबा म त विदेश जान्छु। अनि जान्छ चाहिँ कसरी? ग्रान्ड शिखर वैदेशिक रोजगारीका लागि एकमात्र विश्वासिलो कम्पनी, छुट्टै पहिचान, छुट्टै कार्यशैली, ग्रान्ड शिखर ओभरसिज। राम्रोसँग जानु छोरा। ग्रान्ड शिखरबाटै जानुस् है। सातो लियो पेमान। थ्याङ्क यू ग्रान्ड शिखर। Grand Sikha Overseas, providing opportunities. के तपाईँ वैदेशिक रोजगारको लागि सुरक्षित र भरपर्दो मेन पावरको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने हामी कहाँ सम्पर्क राख्नुहोला। हामी तपाईँको क्षमता र सिप अनुसार रोजगारीमा पठाउँछौँ। सम्पर्क मिलेनियम मेन पावर कन्सल्टेन्सी प्राली बालाजी काठमाडौँ। फोन 43 50 463 43 89 404। युवाहरू विदेश पलायन हुनु उनीहरूको रहर नभई बाध्यता हो। देशमा रोजगारीको कुनै अवसर सृजना हुन नसक्दा दिनमै सयौंको संख्यामा युवाहरू विदेश पलायन भइरहेका छन्। रोजगारीको अभावमा अहिले लाखौं युवा विदेशी भूमिमा आफ्नो श्रम बेचिरहेका छन्। युवाहरू विदेश जाने क्रम बढेसँगै वैदेशिक रोजगारमा पठाउने मेन पावर कम्पनीहरूको संख्या पनि निकै बढेको छ। वैदेशिक रोजगारमा जान सुरक्षित र भरपर्दो मेन पावरको संख्या अत्यन्त कम हुँदा वैदेशिक रोजगारमा जानेहरूले विभिन्न किसिमका समस्या समेत भोग्ने गरेका छन्। वैदेशिक रोजगारीमा पठाउँदा दक्ष कामदार गुणस्तरीय काममा सुरक्षित मात्रामा पठाउँदै आएको मेन पावर कम्पनी हो राजधानीको जाउलाखेलमा रहेको अक्सफोर्ड इन्टरनेसनल प्रणाली। नेपाल आर्थिक रूपमा पछाडि परे पनि यहाँको स्रोत साधन प्राकृतिक सम्पदाका हिसाबले विश्वकै अग्रणी स्थानमा रहेको छ। नेपालमा हरेक कुराको ठूलो सम्भावना छ। भूपरिवेष्टित मुलुक भए पनि यहाँको प्राकृतिक र सांस्कृतिक सम्पदा उपयोग गर्न सके मुलुक समृद्ध हुन समय लाग्ने छैन। तर राज्यको ठोस नीति अभावमा स्रोत र साधन खेर गइरहेको छ। देशमा पर्याप्त मात्रामा उद्योग कल कारखाना तथा आर्थिक गतिविधि सञ्चालन हुन नसक्दा रोजगारीका अवसर समेत सृजना हुन सकेको छैन। स्वदेशमा पर्याप्त मात्रामा रोजगारी सृजना हुन नसक्दा देशको युवा पुस्ता वैदेशिक रोजगारका लागि भौँतारिरहेका छन्। स्वदेशमा पर्याप्त मात्रामा रोजगारी सृजना हुन नसक्दा देशको युवा पुस्ता वैदेशिक रोजगारका लागि भौँतारिरहेका छन्। स्वदेशमा रोजगारको अवसर सुनिश्चित हुन नसक्दा युवाहरू वैदेशिक रोजगारीका लागि विदेश पलायन हुने क्रम बढेको हो। हाल नेपालबाट वैदेशिक रोजगारीका लागि करिब दैनिक सयौंको संख्यामा युवाहरू त्रिभुवन विमानस्थलबाट बाहिरिने गरेका छन्। उनीहरूले थुप्रै किसिमका समस्या झेल्नु परेको तीतो यथार्थ हामीमा छ। जोखिमपूर्ण काममा जानुपर्ने, कम तलबमा काम गर्नुपर्ने बाध्यता छ नेपाली युवाहरूको। युवाहरू विदेशिने क्रमसँगै विदेश पठाउने मेन पावर कम्पनीहरूको पनि संख्या वात्तै बढेको छ। मेन पावर कम्पनीहरूको भिडमा धेरै मेन पावरले युवाहरूलाई ठूला सपना देखाए पनि व्यवहारमा त्यो पूरा गर्न नसक्दा मेन पावर कम्पनी प्रतिको आम धारणा सकारात्मक बन्न सकेको छैन। यस्तो अवस्थामा पनि राजधानीको जाउलाखेलमा रहेको अक्सफोर्ड इन्टरनेसनल प्रणालीले भने युवाहरूलाई विदेशमा राम्रो काममा पठाउँदै आएको छ। 2067 सालमा स्थापना भएको यो कम्पनीले विदेशमा युवाहरूलाई सुरक्षित र भरपर्दो काममा तालिम दिएर पठाउने गरेको छ। यस मेन पावर कम्पनीले खुलेसँगै युवाहरूलाई दक्ष बनाई वैदेशिक रोजगारमा पठाउँदै आएको छ। 5 वर्ष अगाडि खुलेसँगै हजारौं बेरोजगार युवाहरूलाई वैदेशिक रोजगारमा पठाइसकेको छ। अक्सफोर्ड इन्टरनेसनल प्रणालीले खास गरी मलेसिया, साउदी अरेबिया, युए लगायतका खाडी मुलुकमा उत्कृष्ट र सिपमूलक तालिम दिई वैदेशिक रोजगारमा पठाउँदै आएको छ। अक्सफोर्ड इन्टरनेसनल प्रणाली छोटो समयमै आफूलाई छुट्टै रूपमा चिनाउन सफल भएको छ। यस मेन पावरले विभिन्न मुलुकमा आफ्नो अफिस समेत विस्तार गर्न लागि परेको छ। खास गरी बढी मात्रामा साउदी अरब र मलेसियामा काम गर्न अक्सफोर्ड इन्टरनेसनलको साउदी अरेबियामा कार्यालय समेत स्थापना गरेको छ। हाम्रो अक्सफोर्ड इन्टरनेसनल प्राइभेट लिमिटेड जाउलाखेलमा अवस्थित भएको सबैलाई जानकारी छ नै।
अक्सफोर्ड इन्टरनेसनल प्राइभेट लिमिटेड छोटो समयमा पनि राम्रो मार्केट बनाउन सफल भएको छ। स्पेसली हामी साउदी अरेबियाको काम गर्छौँ किनकि हाम्रो एउटा साउदीमा आफ्नै अफिस पनि रहेको छ र सबभन्दा ठुलो कुरो जस्तो सिप उस्तै रोजगार भनेर हाम्रो एउटा मोटो छ। हामीले जस्तो खालको मान्छेहरूलाई पनि एउटा लो क्याटेगोरिजदेखि लिएर एउटा अनस्किलदेखि लिएर स्किल लगायत हैन हामीले राम्रो पोजिसनका मान्छेहरूलाई पनि विदेश पठाउँछौँ। यो मेन पावर कम्पनीले सरकारले तोके अनुसार मापदण्ड पूरा गरेर वैदेशिक रोजगारमा जान चाहने युवाहरूलाई विशेष गरी मलेसिया, युएई, साउदी अरेबिया लगायतका मुलुकमा उनीहरूलाई सिप समेत सिकाएर पठाउने गरेको छ। कम्पनीले आफूले वैदेशिक रोजगारमा पठाउँदा आफ्नो आम्दानी भन्दा पनि कामदारको सुनिश्चित भविष्यका लागि गुणस्तरीय काममा पठाउनका लागि विशेष पहल गर्दै आएको छ। वैदेशिक रोजगारमा जाने युवाहरूलाई गुणस्तरीय काममा तालिम दिएर मात्र पठाउने गरेकाले युवाहरूले आशातीत सफलता समेत हासिल गरेका छन्। हामीले जुनै खालको मान्छेहरूलाई पनि उहाँहरूको दक्षतालाई उहाँको अनुभवलाई बुझेर उहाँहरूलाई सम्बन्धित काममै पठाउँछौँ। त्यसकारणले अक्सफोर्ड आउनुहोस् भन्ने म सबैलाई अनुरोध गर्छु। कम्पनीले कुनै एजेन्टमा भर नपरी सिधै कामदारलाई अन्तर्वार्ता लिएर कामदारको दक्षता अनुसारको काममा पठाउने गरेकाले पनि युवाहरूले सफलता हात पारेका हुन्। अक्सफोर्ड इन्टरनेसनल प्रणालीका अध्यक्ष ईश्वर जीसी कामदारले आफ्नो दक्षता अनुसार सिप सिकेर जान सके आम्दानीका हिसाबले राम्रो अवसर प्राप्त गर्ने बताउनुहुन्छ। एजेन्टको भरमा नपरी युवाहरूको इच्छा र दक्षता अनुसार काममा पठाउँदा युवाहरूले आम्दानी गर्न सफल भएको अध्यक्ष जीसीको अनुभव छ। हामी विभिन्न ट्रेनिङ कोर्सहरू पनि बनाएका हुन्छौँ र त्योभन्दा अगाडि हामी जाने बेलामा मात्रै ओरिएन्टेसन दिने जुन प्रचलन छ त्यसलाई त्यति मात्रै हामी गर्दैनौँ। हामी चाहिँ के गर्छौँ भने अप्लाई गर्नुभन्दा अगाडि विदेश जानुभन्दा अगाडि होइन कि उड्नुभन्दा अगाडि भन्दा पनि हाम्रो अफिसमा अक्सफोर्ड इन्टरनेसनलमा आइसकेपछि उसले इनिसियल ओरिएन्टेसन पहिले नै पाउँछ। प्राइमेरी रूपमा जुन पाउनुपर्ने हुन्छ पहिलो ओरिएन्टेसन यो काममा जाने हो, यो खालको तलब हुन्छ, यस्तो यो कम्पनीमा यो देशमा जाँदाखेरि यस्ता कुराहरूलाई सावधानी रूपमा अपनाउनुपर्छ र यस्ता कुराहरूलाई विचार पुर्याउनुपर्छ भनेर हामीले प्री ओरिएन्टेसन नै पहिले दिएका हुन्छौँ र जानु अगावै हामीले फेरि एकचोटि त्यसलाई ओरिएन्टेसन दिएर जाने मान्छेले म के कामको लागि जाने हो, के तलब सुविधा पाउँदैछु त्यो सम्पूर्ण कुरा उसले जानकारी लिन्छ। कम्पनीले देशका सबै अञ्चलमा शाखा कार्यालय खोलेर विदेश जाने युवाहरूलाई सबै जानकारी सम्बन्धित कार्यालयबाटै दिने तयारी गरेको छ। अक्सफोर्ड इन्टरनेसनलको वेबसाइट र फोनबाटै एसएमएस गरेर भिसा डिमान्डको बारेमा जानकारी दिनका लागि प्रविधिको प्रयोगलाई पनि उच्च महत्त्व दिएको जीसीको भनाइ छ। प्रत्येक अञ्चलमा हाम्रो ब्रान्च खोल्ने एउटा योजना छ। प्रत्येक अञ्चलमा हामीले ब्रान्च खोल्यौँ भने उहाँहरूलाई त्यहाँबाट सूचनाको प्रभाव गर्न सक्छौँ हामीले र विदेश जानु पूर्व अगाडि हाम्रो ब्रान्चबाट हाम्रो ठाउँबाट उहाँहरूलाई यस्तो यस्तो छ हाम्रो इन्फर्मेसन भनेर इन्फर्मेसन सेन्टर जस्तो एउटा खोल्दैछौँ। र अर्को कुरा हाम्रै सेन्ट्रल हेड अफिसमा पनि हामीले एउटा छुट्टै टेली सेन्टरको एउटा अवधारणा ल्याएको छौँ जसले कुनै पनि मान्छेले आफ्नो एसएमएसबाट हैन आफ्नो डिटेल्सहरू आफ्नो प्रोग्रेसहरू के भइरहेछ, मैले भिसा लगाइसकेपछि कुन कम्पनीमा जाँदैछु, के छ अहिले मेरो प्रोसेस के भइरहेछ त्यो एसएमएसबाटै प्राप्त गर्ने अथवा हाम्रो वेबसाइटमा गएर त्यो पत्ता लगाउने एउटा सिस्टम एउटा टेक्नोलोजीलाई अलिकति गरिरहेको छौँ हामीले। र अर्को कुरा हामीले एजेन्टहरू सबैलाई चाहिने कुरा हो हैन, त्यसलाई अब कसरी वैधानिकरण गरेर कसरी उहाँहरूले काम गर्न सक्नुहुन्छ त्यता र अर्को हाम्रो टेक्नोलोजीमै एउटा हामीले प्रत्येक वेबसाइटबाटै नै उहाँहरूले अप्लाई गरेर भिसा प्रोसेसिङसम्म पनि उहाँले त्यहाँबाटै सम्पूर्ण जानकारी लिने र उहाँहरूले त्यहीँबाटै मेडिकल गर्न मात्रै यहाँ आएर हप्ता दिनमा 10 दिनमा विदेश उडाउने एउटा हाम्रो त्यो प्लान छ। यस मेन पावर कम्पनीबाट हालसम्म वैदेशिक रोजगारीमा गएका युवाहरू सन्तुष्ट देखिएका छन्। यसलाई कम्पनीले सफलताको रूपमा लिएको छ। आफ्नो कम्पनीबाट गएका युवाहरूले प्राप्त गरेको सफलतालाई कम्पनीले आफ्नो सफलता मानेको छ। यस अक्सफोर्ड मेन पावर कम्पनीबाट विदेश गएका कतिपय युवा फर्किएर स्वदेशमै आफ्नो व्यवसाय चलाएर राम्रो आम्दानी गर्दै आएका छन्। विदेशमा सिकेको सिप र कमाएको धनलाई स्वदेशमै उत्पादनमूलक क्षेत्रमा लगानी गरेर आफ्नो आर्थिक स्तर उकासेका छन्। त्यसैले मेन पावर कम्पनी खोलेर पैसा कमाउने कुरालाई मात्र प्राथमिकता नदिएर अक्सफोर्ड मेन पावर कम्पनीले युवाहरूको भविष्यलाई पनि उच्च प्राथमिकता दिने गरेको छ। त्यसैले युवाहरू यही कम्पनीबाट विदेश जान
चाहने गरेका छन्। क्यामेरा पर्सन अजय थापाका साथमा एबिसी रिपोर्टर मुकुन्द गैरे, काठमाडौँ। हवस् त दर्शकवृन्द, आजका लागि एबिसी रोजगारको समय सकिएको छ। कार्यक्रमबाट म शशि नेपाल लगायत एबिसी रोजगार टिमलाई बिदा दिनुहोस्। नमस्कार। Sponsored by Gurung Management Overseas Private Limited, Basundhara, Kathmandu. ISO certified manpower company, Blue Sky International. Kosi International Services Private Limited, Bisalnagar, Kathmandu. Prudential Overseas Private Limited, Tinkune, Subidanagar, Kathmandu. D Proton Manpower Suppliers, Prali, Pinglastan, Vijay Chowk, Kathmandu. Millennium Manpower Consultancy, Prali, Balaju, Kathmandu. SOS Manpower Service Private Limited, थापासी, काठमाडौँ। अक्सफोर्ड इन्टरनेशनल प्राली, जाउलाखेल, ललितपुर। ओसो रिक्रुटिङ एजेन्सी प्राइभेट लिमिटेड, पुरानो बानेश्वर, काठमाडौँ।